यो पनि खिचिहालेको यो पनि हाल्दैन न यो पनि हाल्दैन यो चाहिँ दुम्कीवासको नयाँ पुल भनेर हाल्दैन यो चाहिँ भत्केको पुल उताको चाहिँ भाँचेको पुल हामी चाहिँ भाग्यमान रहेछ गाडी हिँड्न नपाउँदै हामी हिँड्न पाइरहेछौँ नयाँ पुलमा यो चाहिँ भाँचेको हेर मैले त कसरी भाँचेको ए तलै गएको रहेछ नि त भुइँमै बस्यो पुल त बनाइसकेको रहेछ तर सेट हुनलाई बाँकी रहेछ थाकिसक्यो त यार 6 किलोमिटर हिँडिसक्यो क्या हो हामी त ओ दाजु के छ हालखबर भन्नुहोस् बसेको छ हजुर यस्तो गर्मीले हेर्नु बन्ने हिँड्छु बिजोग हो तर खुसी छ बाहिरको मनले भित्रको मन पनि सबै के गर्ने हजुर यो दुम्कीवास पुल बनाएर डाइभर्सन बनाएर कटे पनि त खासै काम त रहेनछ त पानी पनि गाडी हिँड्या रहेनछ त लाए नै रहेछ वहीँ गएर दाउने चढ्नेहरू काम रहेनछ हामी त नकटेको त खासै केही भएन यो कटेको गाडीहरू पनि त बिजोग छ त हिँडेकै छैन त यो बुढोलाई त आटो स्कुटी लानु लिएर आउनु भन्नु पर्यो बनाउँदैछ हजुर बनाउँदैछ सर बनाउँदैछ यस्तो जालीहरू जाली होइन रड होला देखाइदिनु होला सानो छ तर बगाउने खालको बस त उहाँ कहाँ छ देखिन्छ अलि अग्लो बनाएर हेर्नुपर्छ त उहाँ देखिन्छ छैन अब बेलुका ड्राइभरसँग त आज बनाउने सम्भावनै छैन खोला बगिरहेको छ ए के गर्नु यो कटेर बसेको गाडीहरू पनि ए कसलाई सन्तोषले भनेको बिचरा कटेर पनि के गर्नु दाउनेमा पुरै बाटो भाँसिया अरे चकचक कामै नगर त भतिस